विश्वकप 2026 को उपाधि स्पेनले जितेको छ। आइतबार न्यू जर्सी स्थित मेटलाइफ स्टेडियम अमेरिकामा सम्पन्न फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई 1 गोलले पराजित गर्दै इतिहासमा दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने मुलुक बनेको छ। दुवै टोली बीचको प्रतिस्पर्धात्मक खेलमा निर्धारित 90 मिनेटसम्म गोलरहित बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। त्यसपछि स्पेनले निर्णायक गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो। अर्जेन्टिनाले खेलको अन्त्यतिर 10 खेलाडीमा सीमित भएर खेल्नु परेको थियो, जसले स्पेनलाई थप फाइदा पुग्यो। यस जितसँगै स्पेनले सन् 2010 पछि पहिलो पटक र समग्रमा दोस्रो विश्वकप उपाधि आफ्नो नाममा लेखाएको छ। प्रशिक्षक र खेलाडीहरूले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै प्रतियोगिताभर प्रभावशाली खेल प्रस्तुत गरेका थिए। स्पेनभर विजय उत्सव मनाइरहँदा लाखौं समर्थक सडकमा उत्रिएर टोलीको ऐतिहासिक सफलताको खुसी यतिखेर साटासाट गरिरहेका छन्।